आज चाहिँ हामीहरू चरा समात्ने पासो बनाइरहेका छौँ। नमस्कार सबैजनालाई, म एकराज राजवंशी अनि हामीहरूले चाहिँ अस्ति रोपेको मकै एकदमै मजासँगले हरियोसँगले उम्रिसकेको छ। तर यी चराहरूले चाहिँ खाइदिएर उखालिदिएर दिमाग खराब पारिदिएको छ। एकछिन रुँगेन भने चराहरूले चाहिँ खाइदिँदो रहेछ। अनि विभिन्न खालको चरा, अब कालो चरा, खैरो चरा, भ्याकुर, काग सबैहरू आएर चाहिँ एकदमै नष्ट बिगार गरिदिँदो रहेछ। त्यही भएर आज चाहिँ हामीहरू बिहानदेखि नै यहाँनेरि ठुलो ठुलो धनुष बनाइरहेका छौँ। अनि धनुषको साथसाथै चाहिँ पासो लगाउँदैछौँ खेतमा। यस्तो खालको मेरो साथीले चाहिँ यो पहिलादेखि नै सिकेको रहेछ। यस्तो पासो बनाएर राख्यो भने चाहिँ चराहरू खाँदै खाँदै आउँदा फस्दो रहेछ। यहाँनेरि भिडियोमा हेर्न सक्नुहुनेछ। यहाँनेरि चाहिँ कस्तो मजाले बिरुवाहरू उखालिदिएको छ, खाइदिएको छ। रोप्न चाहिँ सबै ठाउँ रोपेको पनि छौँ, उम्रेको पनि छ, तर चराहरूले खाइदिएर बिगार गरिदिएको छ धेरै ठाउँमा। अनि यहाँ अब यो पासोभित्रमा चरा खाँदै खेल्दै आयो भने फस्छ। अनि यहाँ यसरी धनुष बाँसमा गाडेर बाँधेको छौँ, ठुलो ठुलो धनुषहरू ठाउँ ठाउँमा। अनि यहाँनिर चाहिँ यो चाहिँ पानी पर्नुभन्दा अगाडिको भिडियो हो, मैले त्यतिखेर सुट गरेको थिएँ। अनि आज दिनभरि हामीहरू चाहिँ यसरी नै पासो बनाउँदैछौँ, धनुष बनाउँदैछौँ। अनि यो चाहिँ अब अर्को दिन यहाँ पासोमा यसरी एउटा भ्याकुर चरा फसेछ। अनि यो चरालाई चाहिँ हामीहरूले यिनीहरू खोलेर पासोदेखि खोलेर यहाँ बाँधेर टाँगिदिउँ। किनभने अब त्यो मरेको चरा भ्याकुर देख्यो भने अरू चराहरू आउन डराउँछ, बाफ्रे यहाँ त डेन्जर रहेछ, मारिदिँदो रहेछ हामीहरूलाई भनेर। त्यही भएर अब मरिसकेको थियो, त्यसलाई हामीले चाहिँ बाँधेर टाँगिदिउँ। अनि यहाँनिर हेर्न सक्नुहुनेछ। अनि यो टाँगेपछि चाहिँ त्यसपछि बिगार गर्न छोड्यो। अनि 2-3 दिनपछि त बोटहरू पनि अलिक ठुलो ठुलो भइहाल्यो। अनि त्यसपछि त एकदम भयङ्कर पानी पनि पर्न थाल्यो। र अब पानी परेपछि के कस्तो भयो, बोटहरू यो कतिको ठुलो भएको छ, अहिले सबै जानकारी म अपडेट गराइरहेको छु। त्यही भएर चाहिँ मेरो पेजलाई अगाडिदेखि नै फलो गर्नुहोला, लाइक कमेन्ट सेयर गरिदिनु होला। र भेट हुनेछ अर्को शानदार भिडियोमा। धन्यवाद।